घरभित्र बस्दा 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 गरेर नि आयामै अनुहार हेर्नुपर्छ। अनुहार घरभित्र बसेकाले अब के भन्नु र खोइ। अनिखेर म त यहाँ जाडो भए पनि यहाँ हिँड्दैछु क्या साथीहरू। यहाँ हेर्नु नै कस्तो चिसो छ। चिसो भए पनि हिँड्दैछु। के अब साथी यहाँ भेटेर हुनु पर्दैन आफूसँग मिल्दाजुल्दा। एक्लै हिँडो आफ्नो र आफन्त भन्ने जति नै बाटो हिँडे पनि कोही देखिँदैन। अनि अब सबै यहाँका मान्छे घरभित्रबाट बाहिर निस्किने होइनन्। अन्त निस्किहाल्यो भने नि यसो हाई गरे त्यति हो। अनि बोलचाल छैन। अनि के गर्नु साथीहरू, यस्तै छ है यहाँको त। यो चाहिँ अमेरिका हो। अमेरिका हो क्या साथीहरू। अमेरिका भनेको चाहिँ कस्तो हुन्छ ए प्रभु। के चाहिँ हुन्छ होला। भित्रै भित्रैबाट हिँड्नु होला। स्कुल जाँदा केटाकेटी जाँदा पनि भित्रैबाट टक्क स्कुल पुगिन्छ होला। ठक 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 गरेर जान्छन् होला भन्ने लाग्थ्यो क्या साथीहरू पहिला हामीलाई। अब के नभयो नि अब पर्लाई पैसै मूल्य त कति हुन्छ होला। दुःख भने त कहीँबाट हुँदैन होला। कति हो कति सुख। लाउन खान भनेपछि त कति हो कति सुख। पैसा त कति हो कति रुखमा पत्ता टिपे जस्तो गरेर रङ 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 टिप्दा पनि हुन्छ होला भन्ने लाग्थ्यो क्या साथीहरू। अब त्यस्तो कहाँ हुँदो रहेछ र यहाँ त आमै चर्को नि। तिराउँदा यो बाटा हिँडेको नि तिराकै छ। लौ तिराको त कति हो कति चिठी नि मूल्य त नि तिर्ने चिठी त कति आउँछन् साथीहरू। कति आउँछन् भनेर साथ देओस् न। अनि मान्छेले देख्दा चाहिँ अमेरिका जान पाए त भन्छन्। लौ आफ्नो देश जस्तो कहाँ हुँदो रहेछ र। आफ्नो देशमा त यता गयो दुःख सुख एउटा यसलाई पोखो यस्तो उस्तो भनौँ उता गयो मन भुल्याउने मेरो हुन्छ। यहाँ त बाटामा बसेर डुवा रोको छ भने डोको रोकै कसैले किनेर रोइस् भन्ने होइन। केही भन्दैन साथीहरू। अब गाडी हुन्छ अरे अमेरिका। गाडी बिना हिँड्दैन अरे भन्छन् नि। गाडी त नि अब काममा जानै पर्यो। कसैले पुर्याइदिने होइन। हिँडेर जाँदा सकिँदैन। अनि एउटा गाडी चाहिँ ऋण गरेर भए पनि लोन काटेर भए पनि गाडी चाहिँ नि साथीहरू किन्नै पर्ने रहेछ क्या। अनि त्यो एउटा गाडी किन्यो। त्यो अब नयाँ गाडी किन्नु सक्दैन आउने बित्तिकै। अनि पुरानो गाडी किन्नु। लौ पहिला त केही जानेको हुँदैन। अनि कहाँ के भएर बिग्रिन्छ गाडी। घाममा जाँदै बाटैमा गाडी बिग्रिन्छ। भगवान् सम्झिनुदेखि बिच अरू त केही हुँदैन उपाय। अब आफ्ना र आफन्त सम्झ्यौ न भन्दा तिनीहरू कहाँ हुन्छन् बिचरा उनीहरूको नि हालत त्यही हो। अनि खालि भगवान् जप हो। भगवान्ले आएर सहयोग गर्यो भने गरे नदेखिकन नभए त भो साथीहरू। यहाँ त गाह्रो छ। उहाँ जस्तो होइन रहेछ नि। मलाई त कहाँ न कहाँ सजिलो हुन्छ होला जस्तो हुन्थ्यो। के को यही गाडी कुदाएको देखिन्छ मान्छेले सरर बाटोमा सरर भनेर के गर्नु र। एकछिनमा घरभित्र पुगेपछि कुना पसेर धर र अन्त सररले त उयो मान्छेलाई चाहिँ साथी कति राम्रो भन्छन् भनेर हुँदैन साथीहरू। साह्रो रहेछ है साथी हो।
अब यी जस्तै भए पनि अब फ्यामिलीसँग बस्नुपर्ने हुन्छ, किनभनेदेखि अब एक्ला एक्लै बसेर त नि साथीहरू उहाँको जस्तो सान दिएर म हिँड्नै बस्छु, म बस्दिनँ तँसँग भनौँ भने त नि साथीहरू, तिरेरै सकिँदैन। अनि केले तिर्नु र भिन्नै बस्नु हौ साथी हो, त्यस्तो रहेछ नि त। के भन्नु साथी हो, यस्तै रहेछ। अब आउनेवाला हुनुहुन्छ कोही भनेदेखि सोचविचार गरेर आउनु त आउनु नि। अब यसो हेरेर जान पाइन्छ, डुलेर जान पाइन्छ। आफ्नो आफन्त छन् भने कस्तामा बसेका छन् भनेर थाहा हुन्छ। आउनु चाहिँ आउनु, त्यस्तो नराम्रो होइन। काम गर्दा चाहिँ पैसा चाहिँ पाइन्छ। उहाँ चाहिँ काम गर्दा नि कसैले पैसै दिँदैनन् क्या साथी हो त्यस्तो चाहिँ यहाँ हुँदैन। यहाँ चाहिँ जति 1 घन्टा काम गर्नु भने नि पैसा चाहिँ दिन्छन्, राम्ररी माग्नु नि पर्दैन, केही पनि पर्दैन। जति काम गरेर छ्यापछ्याप दिन्छन् पैसा चाहिँ, त्यो चाहिँ राम्रो हो। तर तिरो भारले तिरेर साह्रो छ। यहाँ पनि त तिर्नुपर्छ नि भन्छौँ नि हामी नेपालमा भुटानमा, तर त्यहाँ तिरे जस्तो होइन नि साथी हो। यहाँ अर्कै पारा छ क्या साथी हो, धेरै तिर्नुपर्छ यहाँ, अर्कै छ पारा। त्यही भएर नि साथी हो अब के गर्नु, आउनु त आइयो, यस्तै छ। अब हामी बुढाबुढीलाई त के, अब अहिलेसम्म चाहिँ भत्ता थाप्ने भइरहेको छैन केटाकेटीले, खाना लाउनु दिँदैछन्। अब भत्ता थाप्ने भएपछि चाहिँ आफूले नि अलि आनासुकी देखिन्छ कि भन्ने आश छ। त्यति हो साथी हो, अरू केही उपाय छैन। छोराछोरी कामबाट आउँदाखेरि यसो नाता नातिनी भने हेरिदियो, अनि तिनीहरूलाई खानासाना पकाइदियो सकुन्जेल। त्यही पनि सक्न छोडेपछि त अब के गर्नु साथी, एउटा उपाय गर्छन् गर्न त नि। उनीहरू त के हत्तु भएका हुन्छन् नि बिचराहरू, त्यस्तो रहेछ यहाँ। अब काममा जाँदा जाँदै कोही बेला गाडी बिग्रियो भने काममै पुगिँदैन, अनि फायर गर्छ भने डर मर्दो हुन्छ, किन आइनस् भने यस्तो हुन्छ। अनि त्यस्तो हुन्छ क्या साथी हो। ल ल साथी हो, राख्छु ल अहिले।